नमस्कार साथीहरू सोशल मिडियामा हामी देख्न सक्छौँ हैन। मिडिया म्यानिपुलेट भनेको चाहिँ कस्तो हुँदो रहेछ भने तपाईको एउटै मान्छेको चाहिँ हैन, अब राम्रो यदि सपोज त्यो मान्छे राम्रो छ भने पनि हैन, त्यो मान्छेलाई नराम्रो गराउनको लागि चाहिँ उसको छोटो छोटो सानो सानो कुराहरू, जस्तै नराम्रो अलिकति कतै बोलेकोहरू हैन, त्यस्ता कुराहरू ल्याउने अनि केही एउटा सानोतिनो गल्तीहरूलाई चाहिँ बारम्बार सोशल मिडियामा दोहोऱ्याइरहने अनि यस्तो गरेर चाहिँ उनीहरूले मिडिया म्यानिपुलेट गर्ने रहेछ। अनि जनताको त्यो ध्यान हुन्छ नि, एक प्रकारको तपाईँलाई भनिराख्दाखेरि एउटै कुरो तपाईँलाई 10 चोटि भनिराख्दाखेरि तपाईँको दिमागमा त्यही कुरा खेलिरहन्छ नि, हो त्यसरी चाहिँ यिनीहरूले त्यस्तोहरू गर्ने रहेछ। त्यो भएको कारणले अबको नेपाली समाजहरू हैन, अबका नेपालीहरूले चाहिँ सचेत हुनु पर्यो। त्यो भएको कारणले हामीले सोशल मिडियामा अहिले भर्खरै मैले देखेँ साथीहरू, धेरै मान्छेहरू परिचालित भएको छ हैन श्रम संस्कृति पार्टीलाई हराउनुको लागि। तपाईहरुलाई लाग्दो होला म श्रम संस्कृतिको चाहिँ पार्टी लिएको, सदस्य लिएको मान्छे भनेर तपाईहरुलाई लाग्दो होला साथीहरू। तर अहिलेसम्म मैले श्रम संस्कृतिको सदस्यता केही पनि लिएको छैन। म एउटा स्वतन्त्र नागरिक हो। त्यो भएको कारणले राम्रो मान्छेलाई चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने चाहिँ हो। न मैले हर्क साम्माङबाट के ल्याउनु छ, न उसलाई मैले के दिनु छ हैन, तर राम्रो मान्छेलाई सपोर्ट गर्नुपर्छ भन्ने चाहिँ हो कि हर्क साम्माङले कति बोल्छ, कति स्ट्याटस लेख्छ भन्नेमा फरक पर्दैन कि साथीहरू। उसले भ्रष्टाचार गरेको छ कि छैन, उसलाई यो देशलाई राम्रो हुने काम गरेको छ कि छैन, साँच्चै नै ऊ असल नेता हो कि होइन भन्ने कुरामा चाहिँ तपाईको ठुलो महत्त्व कुरा हो कि साथीहरू। अब तपाईको यो अन्य पार्टीका नेताहरू जस्तै बालेन्द्र शाह भयो, रवि लामिछाने, उनीहरू धेरै नबोल्ने तर भित्रभित्र चाहिँ खेलिरहे क्या षड्यन्त्र। अब के भन्ने, हर्क साम्माङहरूलाई त्यस्तो सायद आउँदैन होला, उनीहरू त मनमा जे लाग्यो त्यो बोल्ने हो हैन। अनि त्यो भएको कारणले चाहिँ अहिले नेपाली जनताको ध्यान भड्काउनुको लागि चाहिँ एउटै कुरो, हर्क साम्माङले बढी स्ट्याटस छ, हर्क साम्माङ घमण्डी छ, हर्क साम्माङ कोडी छ भन्ने खालको मान्छेको दिमागमा धेरैको मैले सुनेको छु, धेरैको दिमागमा त्यो पसिसकेको रहेछ। तर त्यसरी होइन, मान्छे बोले त के भयो, बोलेर केही हुने होइन क्या साथीहरू। नराम्रो बोल्दाखेरि पो नराम्रो हुन्छ त। कसैलाई गाली गुलज गर्ने, कसैलाई तथानाम गाली गर्ने, अनि त्यसो गर्यो भने पो तपाईँको त एउटा नराम्रो नेताको छवि पनि राम्रो हुँदैन। तर आफ्नो एउटा स्वतन्त्रतामा बोल्नु त पायो नि, बोल्नु पायो, तर बोल्नु पायो भन्दैमा जे पायो चाहिँ बोल्नु भएन, सही कुरा त बोल्नु पायो नि। जनतालाई सूचनाको हक चाहिँदैन साथीहरू। एउटा नेता भएपछि देशलाई चलाउँछु भन्ने मान्छेले जनतालाई सूचनाको हक दिनुपर्छ कि पर्दैन? कतिले कुरा गर्छ, सोशल मिडियामा आउँछ, उसको तलको मान्छेले सबै भन्छ हैन, तर घरको बाउले नै सिकाउने हो क्या बच्चाहरूलाई। तलकोले उता स्कुलमा गएर सिक्छ भन्ने होइन, स्कुलमा सिक्छ उसले, तर घरमा पनि अनुशासन सिकाउने हो कि घरको बुवाले। त्यही भन्छु। त्यो भएको कारणले अबको यो चुनावमा एकदमै सतर्क जनाउनु पर्ने छ। मान्छेले तपाईहरुको ध्यान भड्काउन सक्छ साथीहरू। त्यो भएको कारणले सोचेर सम्झेर श्रम संस्कृति पार्टीलाई जिताउनु पर्छ, जसरी पनि जिताउनु पर्छ साथीहरू। सबै नेपालीहरू एकजुट हुनुपर्छ। यो यहाँ ना जात छ, ना यहाँ धर्म छ, यहाँ लिङ्ग वर्ग कलर केही छैन। हामी सबै नेपाली हो। हामी एउटै देशमा मिलेर बस्नुपर्छ, मिलेर बाँच्नुपर्छ। यो कसैको देश विवाह होइन, हामी सबै नेपालीको त्यसरी बुझौँ। जात धर्म वर्ण लिङ्ग केमा छुट्टाएको छ, अनि त्यसमै नेपालीहरूलाई आफ्नै घरमा झगडा गराइदिएको छ। हर्क साम्माङले त्यस्तो सिकाउँदैन साथीहरू। त्यो भएको कारणले अबको दिनमा बुझ्नुपर्छ है साथीहरू। हवस् त, नमस्कार, यति भन्न चाहन्छु।